नमस्कार, आराम हुनुहुन्छ? हात त मिलाइदिनु दाइ यार। दाइ गाइज आज हाम्रो यहाँ दिपन्द्र सिंह एरियामा रहेछ, हातै नमिलाएर जानुभयो। दाइलाई यस्तो यार एक्सपेक्ट गरेको, के भन्नु अब। रेस्पेक्ट गरौँ कि नगरौँ के मतलब भयो गाइज है, मजै आएन यार। अचेलका स्टार खेलाडीहरूलाई पनि गाह्रो छ हौ जस्तो लाग्छ हौ गाइस। मैदानमा चाहिँ फ्यानहरूको ठुलो हुटिङ चाहिन्छ, तर पनि मैदान बाहिर चाहिँ फ्यानहरू नजिक आयो भने प्राइभेसी चाहिन्छ। अहिले सामाजिक सञ्जालमा चाहिँ एउटा भिडियो चाहिँ एकदम भाइरल भइराखेको छ। फ्यानहरूले नमस्कार गर्न खोज्दा गाडीको सिसा नै बन्द, गाडीको झ्याल मनको ढोका एकैचोटि बन्द भएको देख्दा अलिक खल्लो लाग्यो हौ गाइस। सायद टाइगरलाई आज मुड थिएन होला, या त फ्यानहरूको भन्दा गाडीको एसी बढी प्यारो भयो होला। तर एउटा कुरा चाहिँ पक्का हो, खेलाडीहरूलाई स्टार बनाउने नै फ्यानहरू हुन्। त्यसैले मैदान जति एग्रिमेन्ट भए पनि फ्यानहरूलाई चाहिँ अलि हम्बल हुनु जरुरी देखिन्छ। अब हजुरलाई के लाग्छ, के यो खेलाडीको थकाइ या त घमण्ड हो या त के हो? हजुर कमेन्टमा आफ्नो विचार चाहिँ राख्न सक्नुहुन्छ है।